जनप्रतिनिधि आउनु भएको छ। यस्तो हो क्या, स्यालको दिन बिग्रियो भने सहर छिर्छ भनेर सुनेको थिएँ क्या मैले। तर अहिले मलाई चाहिँ के लाग्छ भने, मेरो व्यक्तिगत कुरो, नेपालीको दिन बिग्रिँदा नेताहरू गाउँ छिर्न थाल्छन् क्या। अब दिन बिग्रिन थाल्नुहोस्, बुझ्नुहोस्। जब नेताहरू गाउँ छिर्न थाले, तपाईँ हाम्रो दिन बिग्रिन थाल्यो क्या। सक्यो। यसमा दुई मात्रै छैन। किन बोल्ने तपाईँ? किन बोल्ने म? को हो हामी? 70-80 करोडको घोटाला गर्ने मान्छेहरू पो मान्छे हो त? तपाईँ हामी मान्छे हो? तपाईँ हामी जहाँ अब मेहनत गरेर खान्छु भन्ने मान्छे, पढ्छु, दुःख गर्छु, सङ्घर्ष गर्छु, नयाँ कुरा सिक्छु, बोल्छु, मान्छेसँग भेट्छु, परिवर्तन ल्याउँछु भन्ने मान्छे राम्रो हो। के बोल्नु भएको तपाईँ? नेपालमा हुनुहुन्छ तपाईँले नेपालमा हुँदा यस्तो कुरा बोल्ने? ओहो, विवेक थपलिया जस्तो मान्छे राम्रो नेपालमा। नेपाललाई चाहिएको मान्छे विवेक थपलिया हो। ओहो, हेर्नु त, साथ त्यस्तो छ। मान्छेको ज्यानको डर नभए उसले साथ दिएको छ क्या। भविष्य छ नि त उसको त्यहाँ, होइन?